के तपाईलाई थाहा छ? सबैभन्दा सफा देशमध्ये जापानलाई मानिन्छ। सबैभन्दा महँगो देशमध्ये स्विजरल्यान्ड पर्छ। सबैभन्दा खतरनाक देशमध्ये ब्राजिलको नाम आउँछ। सबैभन्दा सुरक्षित देश आइसल्यान्ड मानिन्छ। सबैभन्दा शान्त देशमध्ये नर्वे पर्छ। सबैभन्दा धेरै चाडपर्व मनाइने देशमध्ये स्पेन प्रसिद्ध छ। प्रेमको देश भनेर फ्रान्सलाई चिनिन्छ। सबैभन्दा चिसो देश रुस हो। सबैभन्दा तातो देशमध्ये कुवेत पर्छ। प्रति व्यक्ति आम्दानीका हिसाबले कतार संसारका धनी देशमध्ये एक हो। सबैभन्दा गरिब देशमध्ये दक्षिण सुडान पर्छ। संसारमा सबैभन्दा धेरै घुम्न जाने देश फ्रान्स हो। सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारत हो। संसारकै सबैभन्दा सानो देश भ्याटिकन सिटी हो। सबैभन्दा आधुनिक देशमध्ये दक्षिण कोरिया पर्छ। सबैभन्दा प्राचीन सभ्यतामध्ये इजिप्टको नाम आउँछ। संसारकै सबैभन्दा प्रभावशाली देश अमेरिका मानिन्छ। सबैभन्दा खुसी देश फिनल्यान्ड हो र सबैभन्दा कम खुसी देशमध्ये अफगानिस्तान पर्छ। अब तपाईँ भन्नुहोस्, तपाईँ कुन देश घुम्न जान चाहनुहुन्छ र किन? कमेन्टमा अवश्य लेख्नुहोस्। यस्ता रोचक तथ्यहरू मनपर्छ भने हामीलाई फलो गर्न नभुल्नुहोस्।